दाजु नमस्कार। सेवा नमस्ते बहिनी। नमस्ते। कति लगभग 1 महिना भयो होला हाम्रो भेट 1 महिना 1.5 महिना भइसक्यो। 1.5 महिना भयो। यो वैशाख यो किताब त मैले वैशाख 1 गते लिएको। ए ज्यू हजुर। त्यसपछि त भेट भएको छैन होला। छैन भेट भएको छैन। अब यो पवन भाइको कारणले हाम्रो भेट आज भेट। तर यो भेट जोडाउन नि कति टाइम लाग्यो नि। हजुर 2-3 वटा बैठक त हामीले क्यान्सलै भयो। स्किपै गऱ्यौँ होइन। जस ढिलै भयो नि हाम्रो हजुर कुराकानी आज गर्न पाइयो। हजुर खुसी लागेको छ। अब यो विषयवस्तुमा चाहिँ कसरी छिर्ने भन्ने कुरा चाहिँ अब आफ्नै समकालीन हुँदाखेरि चाहिँ अलिकति साथीभाइ हो भनेदेखि चाहिँ अलिक सजिलो हुँदो रहेछ। अब एउटा लिजेन्ड अब भनौँ न अब हाम्रो त मानक जस्तो तपाईँहरूसँग कुरा गर्दाखेरि चाहिँ मलाई अलि अप्ठ्यारो चाहिँ भइरहेछ। अब यसलाई कसरी सहज बनाउँदै अगाडि बढ्नु पर्ला। होइन अब त्यस्तो होइन बहिनी। तपाईँहरू त दाजु बहिनी हो। अब हामीले हाम्रो राइटिङको कुराहरू गर्ने त हो नि। अब हामी दुवै अब यति लामो लेखेर आएकोहरू एकले अर्कालाई हामीले चिनेका छौँ। यही कुरा गर्नुपर्ने होला सायद हामीले यहाँ आज। अब खास गरी आख्यान त मैले अब यो मेरो पहिलोचोटि नै हो। हजुर। अब मैले बहिनीको आख्यान त म एकदमै बहिनीको फ्यान नै हो म। यो यम्बुनेर त मैले पहिले नै पढेको। हजुर। यो त दोहोऱ्याएर पनि पढेको कृति हो यो मैले। हजुर। अब हाम्रो लेखनको अब हामी एउटै लाग्छ मलाई। हाम्रो के भन्छ उद्देश्य हुन्छ नि लेखनको। हाम्रो लेख्ने भन्ने तरिका हाम्रो प्रयोग फरक भए पनि हाम्रो लेखन हामीले भन्ने तरिका हाम्रो फरक हाम्रो शैली फरक भए पनि सारमा हामीले गर्ने कुरा उस्तै नै हो। अब यो हामी एउटै माटोमा एउटै जमिनमा जो जहाँ उभिएका छौँ अनि र हाम्रो सोचाइहरू मिल्छ भन्ने लाग्छ मलाई। हजुर। त्यसकारण मलाई त अब जस्तो हामीले त जे गफ गरे पनि हुन्छ जस्तो लाग्छ। हजुर। हजुर। किनभने अब साहित्यको विभिन्न विधामा तपाईँले नि कलम चलाउनु भयो। मैले नि प्रयत्न त गरिराखेको छु। तर मलाई चाहिँ हजुरलाई यो क्वेसन कतिपटक आयो थाहा छैन होइन। यो जब याम्बुनेर लेखेँ नि हजुर। अब कतिपय पाठकलाई चाहिँ थाहा थिएन रहेछ कि मैले 2069 सालमै छुकी भन्ने कथा सङ्ग्रह सुरुमै मैले कथा सङ्ग्रहबाटै अगाडि बढेँ साहित्यमा। अनि उहाँहरूले चाहिँ त्यो 72 रातो घर भन्ने मात्रै थाहा पाउनु भएको कारणले मलाई के भन्यो नि तिमी कविताबाट किन यो आख्यानमा हाम फालेको यो किसिम यो खालको तपाईँलाई यस्तो प्रश्न आयो कि आएन दाइ? हजुर यो आयो मलाई नआउने कुरै भएन। मेरो पनि 5-6 वटा कथाहरू चाहिँ पहिले छापिएको छ हजुर। यो त्यो नेपाल कान्तिपुर म्यागजिनहरूतिर नि गोर्खापत्रको त्यो शनिबासरी पहिले एउटा चाहिँ कथा अलिक निकै नै मन पराउनु भएको थियो। त्यसमा हाम्रो रमेश विकल हजुर उहाँले चाहिँ त्यो निकै मन पराउनु भएको एउटा कथा थियो। तर पछि मैले त्यो कथाहरू लेख्न छोडेँ। त्यो 4-5 वटा कथाहरू मात्रै प्रकाशित भयो। त्यो छुटेर अरू विधामा अब गीत कवितातिर लाग्दै अहिले यता आइपुग्यो। एउटा लेखकले एउटा राम्रो लेखक छ भने मलाई के लाग्छ भने एउटा राम्रो लेखक छ भने उसले जुनसुकै विधामा पनि राम्रो लेख्न सक्छ भन्ने चाहिँ मलाई चाहिँ लाग्छ। यो आफ्नो आफ्नो हो। अब किनभने तर उसले चाहिँ अब उसले एउटा के भन्छ इमान्दारीपूर्वक भनौँ न सबै उसले जुन विधा लेखे पनि उसले त्यत्तिकै मेहनत गर्यो भने राम्रो कवि छ भने राम्रो आख्यान लेख्न सक्छ। राम्रो आख्यानकारले राम्रो कविता लेख्न सक्छ भन्ने चाहिँ नै लाग्छ। अब जस्तो तपाईँले किन तपाईँ नै हुनुहुन्छ नि त। तपाईँको कविताहरू पनि त्यतिकै राम्रो छ। अब निबन्धहरू लेख्नुभयो भने पनि त्यतिकै राम्रो लेख्नुहुन्छ। आख्यान त त्यसै लेखिहाल्नुहुन्छ भने एउटा राम्रो लेखक छ भने सबै विधामा राम्रो लेख्छ भन्ने त्यो देखिन्छ। हाम्रो पुरानो हेर्दाखेरि जस्तो
देवकोटाकै कुरा गरौँ अथवा पारिजातकै कुरा गरौँ अथवा अझ अरू कोहरू हुनुहुन्छ जस्तो देवकोटाको निबन्ध पनि राम्रो उनको अब अरू पनि कविता पनि राम्रो त्यस्तो लाग्छ मलाई चाहिँ होइन यो कुरामा त म पनि सहमतै हो एउटा त्यो विधा त माध्यम त हो नि माध्यम ज्यू भन्ने त लेखकले आफ्नो विचारै त हो नि होइन ज्यू ज्यू त्यो वैचारिकी एउटा त स्पष्ट हुन्छ नै आफू कुन कुराको वकालत गर्ने कसको बारेमा लेख्ने भन्ने कुरामा ऊ स्पष्ट छ भने त उसले अलि लङ फर्म चाहियो आख्यानमा गएको होला हामी होइन हजुर हजुर सर्ट फर्ममा अलि एकदमै चोटिलोसँग छोटोमा दिउँ भन्ने कवितामा गयौँ होला त्यो नबुझ्दाखेरि चाहिँ यस्तो खालको प्रश्नहरूको सामना गर्नुपर्ने हुन्छ हामीले चाहिँ अनि अहिले यो पछिल्लो समय तपाईँलाई पनि लगभग आइरहेछ यो प्रश्न नवोदित होइन नयाँ आख्यानकार नवोदित भनिरहेको हुन्छन् अनि मैले एक दुई ठाउँ जवाफ पनि दिइरहेको छु होइन यो चाहिँ मेरो एउटा लामो जुन जर्नी छ 40-42 वर्षको जुन मेरो साहित्यिक जुन त्यसको निचोड हो यो निचोड भन्दा पनि उपल्लो हजुर अहिलेसम्मको उपल्लो छेउको कृति हो यसको अर्थ म नवोदित होइन एउटा श्रृङ्खला नै हो भनेर भन्नु परिरहेछ यस्तो पनि भयो होला जस्तो तपाईँले जहिलेदेखि साहित्य लेख्न थाल्नुभयो त्यो बेलादेखि तपाईँको समकालीन हिँड्ने हुने साहित्यकारहरूलाई चाहिँ तपाईँको त्यो पृष्ठभूमि थाहा पाए होलान् जस्तो हामी जसोले चाहिँ अलिकति त्यो ब्याकग्राउन्डमा तपाईँहरूले कथा लेख्नुहुन्थ्यो तपाईँले भन्ने कुरा हामीले थाहा नपाउँदाखेरिको समस्या चाहिँ हुनसक्छ यो तर हजुर भन्नुभएको केही कुरामा आजको आजै अभ्यास त हुन सक्दैन त्यो त लामो रेस हो प्रक्रिया हो होइन त्यो गुज्रिनै पर्छ ठिक छ यो 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 आरोप तपाईँले नै खेपिरहनु भएको छ अहिले रिसेन्टली चाहिँ मैले चाहिँ त्यो याम बुनेर निस्किँदाखेरि किन अब सजिलोको लागि चर्चाको लागि आख्यान अलिक बढी बिक्छ भनेर हो भन्ने खालको प्रश्नहरू पनि आएको हो त्यस्तो पनि आयो होइन अनि ठिक छ अब यो जे भयो नि हामीले भन्न खोजेको एउटा विधाको छनौटबाट गरेको मात्रै हो तपाईँलाई चाहिँ यो सल्लाह अब जे पनि राइटरको त एउटा प्रयोजन हुन्छ होइन तपाईँले माथि माथि सैलुङ्गे लेख्नुको पनि एउटा प्रयोजन थियो तिमी तारे भेट लेख्नुको पनि प्रयोजन थियो होला विश्वनगरजीको कविताले कुन आन्दोलनलाई सघायो हामी त त्यसैको तपाईँले राख्नुभएको निबलाई नै पछ्याउँदै आइरहेको त हो नि पहिचानको आन्दोलनमा त अनि त्यसले गर्दाखेरि त्यस्तो के बाँकी छ जस्तो लागेर सल्लाहमा आउनुभयो भन्ने चाहिँ अब यो कथा यसमा भएको त मैले पढेँ नै होइन अझै जाम्ला ठिकै छ त्यस्तो के लाग्यो होला दाइलाई भन्ने चाहिँ सोध्न मन लागेको हजुर मलाई खास गरी चाहिँ अलि निकै अघिदेखि नै एउटा उपन्यास चाहिँ लेखौँ भन्ने एउटा जीवनमा एउटा उपन्यास चाहिँ लेखौँ भन्ने चाहिँ मनमा चाहिँ थियो पहिलेदेखि नै अनि त्यसपछि अर्को कुरा के भयो भने यो सिनेमा बनाउने साथीभाइहरूसँग पनि कहिलेकाहीँहरू कुरा हुँदाखेरि अहिले स्क्रिप्ट लेखिदिनु पर्यो यस्तो टाइपको कुराहरू गर्ने साथीहरूले म लेखौँला नि भने पहिले एउटा पनि लेखेँ पनि मैले सुरुमा एउटा अनागरिक भन्ने हाम्रो दयाङको पहिलो मुभी नै हिरो भएको नि त्यो स्क्रिप्ट मैले लेखेको हाम्रो रामबाबुले डाइरेक्सन गरेको यिनीहरू दुईजना साथीहरूले अनि हामी सँगै सुटिङमा हामी गयौँ अनि पछिल्लो समय चाहिँ मलाई कस्तो भने साथीहरूले एउटा स्क्रिप्ट राम्रो दाइले लेखिदिनु भएदेखि हुन्थ्यो भन्ने किसिमको यस्तै कुराहरू हुँदाखेरि मलाई यसो सोचेँ मैले पहिले दुईवटा काम एकैचोटि पो गर्नु पर्यो भन्ने मलाई लाग्यो हजुरको अनि यो उपन्यास लेख्छु यो मैले त्यो वास्तवमा सिनेमाको एउटा ऊ चाहिँ सोचेको थिएँ त्यो कथानक चाहिँ सिनेमा बनाउँछु भनेर यो सोचेको कथा हो यसको चाहिँ सुरुमा चाहिँ अनि होइन मैले सोच्छु चाहिँ उपन्यास पहिले लेख्नु पर्यो जस्तो बाहिर त्यस्तो छ अब उपन्यासहरूमा सिनेमाहरू पछि बन्छ नि त्यस्तै पहिले एउटा उपन्यास लेख्नु पर्यो त्यसपछि त्यो स्क्रिप्टमा लगेर पछि सिनेमा बनाउँदा पनि भयो दुईवटा काम एकैचोटि हुने भयो भन्ने किसिमको मलाई लाग्यो त्यसपछि चाहिँ अनि मैले यो उपन्यास पनि लेखिहेर्नु पर्यो भन्ने भयो अनि अब सोच्दै जाँदाखेरि अर्को चाहिँ फेरि
के भयो मैले जे लेख्छु भन्ने मैले सोचेँ, जुन कुरालाई भन्छु भन्ने मैले सोचेको थिएँ त्यसले चाहिँ यो अरू विधामा भन्दा मैले उपन्यासबाट मात्रै भन्न सक्छु होला। त्यसको अब अलिकति सोच्दा त्यो क्यानभास पनि ठुलो मलाई चाहिने मैले फिल गरेँ। अनि यो चाहिँ उपन्यासबाट भन्दा नै मैले ठिक ढङ्गले भन्न सक्छु होला भनेर खास गरी उपन्यास लेखेको। यो किताब लेख्नु त आफैमा एउटा चुनौती त छँदैछ। अनि एउटा लेखकले अब तपाईँ त्यसरी कसरी अब हामी लेखनको अनुभूति एउटा महिला लेखक भएर गर्ने अनुभूति र पुरुष लेखक भएर गर्ने अनुभूति त काहीँ न काहीँ त फरक त हुन्छ होला। तर तपाईँले चाहिँ यसमा महिलाकै अनुभूति ल्याउनु भयो। अनि यो कथाको पात्र नायकको बारेमा त म अहिले एकछिनमा तपाईँसँग कुरा गर्छु। मलाई सुरुमा जान्न मन लागेको चाहिँ अथवा मेरो एक्सपिरियन्समा चाहिँ के छ भने त्यो कथा दिमागमा रहिरहन्छ महिनौँ वर्षौँ होइन। त्यसलाई म यस्तो खालको बनाउँछु होइन, फेरि अर्को दिन मलाई लाग्छ होइन यो घटना जोड्छु र यसरी बनाउँछु, यसरी प्रस्तुत गर्छु, उसको डायलगहरू यो राख्छु भन्ने त्यो लामो भइसके सङ्घर्ष, त्यो एउटा अन्तर्द्वन्द्व भनौँ न मनमा। त्यो भइसकेपछि कतिपय बेलामा चाहिँ मेरो अन्तिममा जाँदाखेरि होइन यसलाई त म अर्कै रूपमा बनाउँछु अथवा यसको एन्डिङ त अर्कै बनाउँछु भन्ने पनि भएको छ मलाई चाहिँ। तपाईँलाई त्यस्तो भयो कि भएन? हुन्छ कि त्यस्तो होइन? हुन्छ त्यो हजुरको हुन्छ। मलाई पनि मैले झन्डै अब लेख्नै बसेको त यो लेख्नै बसे त मैले 2-2.5 वर्ष अगाडिदेखि होला। त्योभन्दा अगाडि जो यहाँ त्यो यसमै त्यो बनाउँदाखेरि पनि कतिचोटि त्यो चेन्जहरू हुने, एउटा यस्तो टाइपले गरौँ भन्ने सोच्यो, फेरि अनि गर्दै पछि फेरि लेख्नु बस्दाखेरि पनि सेकेन्ड त्यो रिराइटहरू हामी जो गर्छौँ नि, अनि त्यसमा पनि चेन्जहरू त हुँदै आउँछ। अब मलाई पनि त्यो नभएको होइन, अब हुने त्यो सबैलाई हुन्छ लाग्छ मलाई, सबै लेखकमा हुन्छ होला। त्यो एउटा परिमार्जनको प्रक्रिया होला त्यो, मलाई जहाँसम्म लाग्छ। त्यसले चाहिँ अब के हो त भन्दाखेरि लेखक आफै पनि त्यो जुन लेखकमा त्यो एउटा समालोचकीय गुण छ त्यो लेखकमा चाहिँ यस्तो बढी गुज्रिन्छ होला भन्ने मलाई लाग्छ। यो उसले आफूले जस्तो फर्स्ट ड्राफ्ट लेख्यो अनि उभित्र समालोचक पनि छ भने अनि उसले फेरि करेक्सन गर्ने क्या, यसो होइन यसो भने। अब तपाईँ त अब आफै एउटा राम्रो समालोचक पनि हो, तपाईँ लेखक मात्रै होइन नि त तपाईँ। अनि त्यसले गर्दाखेरि त्यो तपाईँले लेखिसक्नुहुन्छ अनि लेखिसकेर तपाईँभित्रको त समालोचकले करेक्सन गरेको होला भन्ने मलाई चाहिँ लाग्छ। अनि नै त्यो जस्तो हामीले तपाईँले पहिला नि कथा त लेखिसक्नु भएको छ होइन? तपाईँलाई कहिलेकाहीँ त्यो कथाहरूमध्ये कुनै एउटा कथा चाहिँ त्यो मध्ये यो कथा चाहिँ मैले नलेख्या भए नि हुन्थ्यो अथवा त्यो पात्रलाई अहिले भए म यस्तो बनाउँथेँ भन्ने लागेको छ? पहिले लेखेकोलाई त मैले अलि फेरि त्यो कथाहरूलाई मैले त्यति गरिनँ, अलि निकै अगाडि लेखेको कथाहरू हो हजुर। अनि एउटा अब त्यो पछि हुँदो रहेछ, पछि पढ्दाखेरि कुनैमा चाहिँ के हुँदो रहेछ भने एउटा समय गुज्रिसकेपछि एउटा अनुभवहरूको पनि अब ले पनि मान्छेलाई अलिक गराउँछ। अनि पहिले सुरुमा त्यो अब 40 वर्ष अगाडि लेखेको अनि 40 वर्षपछि त अलि म्याच्योर्ड भइन्छ। अनि त्यो अब क्षणहरू परिवेशहरूले पनि गर्छ कि त्यो हामीभित्रको पाठकलाई पनि उसको टेस्ट पनि चेन्ज गरिदिन्छ कि, अनि त्यस्तो हुन्छ। तपाईँले भन्नुभयो जस्तो तपाईँको त्यो पछि मैले त्यही अघि कुरा गरेँ त्यो रमेश विकल उहाँ दाइले मन पराउनु भएको थियो नियामा बुङ भन्ने कथा थियो मेरो, किराँत कल्चरसँगै जोडिएको तर अलिकति मनोविज्ञानमा बेस भएको, बाल मनोविज्ञानमा बेस भएको कथा थियो। नेपाल भन्ने म्यागजिनमा छापेको थियो। उहाँले जो जाँदा पनि घरमा देखाइहिँड्नु भएको छ, एउटा राम्रो कविले लेख्यो भने कथा राम्रो यसरी लेख्छ, यो पढ्यौ भन्दै देखाउनु भएको छ उहाँले। उहाँसँग मेरो त भेट भएन, अरूले भने साथीहरूले विकल दाइलाई भेटेर आउनेहरूले हो तिम्रो कथा पढ्नु लाएर
बुढाले भनेर यस्तो चाहिँ नि ल्याउनु भएको थिएन। अनि त्यो कथा मैले अब रमेश विकलले मन परायो भनेपछि त यो त म अब कति त्यो म फुर्केँ होला होइन त्यो समयमा। तर मैले पछि जब पछि भनौँ न यो उपन्यास लेख्ने चरणमा पनि मैले त्यसलाई खोजेर बल्ल बल्ल फेला पारेँ। उहीँ कान्तिपुरमै गएर हजुर रमण घिम्रेले छापिदिनु भएको थियो। उहाँलाई फोन गरेँ, अनि कहाँ मसँग हुन्छ, उहिले छोडिसकेँ, उहीँ जानुपर्छ, त्यहाँ भेट्न सकिन्छ भनेर गएर खोजेर ल्याएर मैले यसो पढेको। त्यति साह्रै त होइन होइन अहिले आएर के तर त्यति बेला कति राम्रो लागेको मलाई मात्रै लाग्नु त एउटा कुरा लेखकलाई लाग्न सक्छ, तर रमेश विकल जस्तो मान्छेलाई पनि अन्त यसो हेऱ्यो के कुरा चाहिँ मन परेछ त। तर त्यो समय सन्दर्भसँग जोडिएर होला कि टाइम त्यो मलाई लागेको चाहिँ त्यो पाठक चाहिँ पाठक पनि त्यो हामी पनि पाठक छ हो त। अनि उसको टेस्टहरू चेन्ज हुन्छ होला जस्तो लाग्छ। त्यो हामीले स्वाद फेरेर खाजाहरू कहिले के खाए जस्तो, कहिले के मन परे जस्तो त्यस्तो हुन्छ होला हामीभित्रको पाठकलाई पनि भन्ने मलाई लाग्छ हजुरको। अनि त्यसको अर्थ मैले जस्तो अब दुईवटा कुरा चाहिँ मैले जीवनमा एउटा चाहिँ नि केही कविताहरू मैले पछि रिराइट पनि गरेँ कविताहरू पनि। पहिले चाहिँ अब यो सब ठिक भयो भनेको चाहिँ पछि होइन कहीँ नपुगेको जस्तो लाग्ने, कहीँ अलिक धेरै भयो जस्तो लागेर रिराइट गर्ने पनि एउटा चाहिँ त त्यो छुट्टै प्रक्रिया भयो। अर्को चाहिँ अहिले हामीले भनेको चाहिँ मनपर्ने कुरासँगै त्यो पनि चाहिँ नि चेन्ज हुन्छ होला समय सन्दर्भमा भन्ने लाग्छ। त्यस्तो हुन्छ तपाईँलाई पनि हुन्छ त्यो होइन त? भयो मलाई नि भयो। अनि तपाईँले भन्नुभएको जस्तो तत्कालको त्यो टाइम त्यो समयमा चाहिँ मैले त राम्रै लेखेको छु भन्ने त्यो लाग्दो रहेछ। अनि त्यो त्यतिखेरको हाम्रो चेतनाको उपज मैले कति अध्ययन गर्न सकेँ, मैले समाजलाई कति पढेँ, मैले आफैलाई कति बुझेँ भन्ने कुराहरूले चाहिँ अनि त्यो समाजको वस्तुस्थितिले त्यसलाई निर्धारण गरेको रहेछ भन्ने मलाई लाग्छ कि अहिले चाहिँ। उदाहरणको लागि दाइले त मेरो छुकी भन्ने कथा त पढ्न भ्याउनु भएको छैन कि त्यो त्यतिखेर सानो भोलममा अनि सीमित सर्कलमा मात्रै हुने गरेर छापियो। परिचय पनि अलि साँगुरै थियो मेरो। अनि त्यसमा एउटा कथा चाहिँ कस्तो छ भने एउटा एकल महिला छ र ऊ चाहिँ आर्मीको विधवा, आर्मी चाहिँ माओवादी द्वन्द्वकालमा मृत्यु भएको, शहीद भएको र उसलाई चाहिँ नेपाल सरकारले चाहिँ उसको ठाउँमा श्रीमानको ठाउँमा सिफ्ट गरिदिन्छ जागिरमा एउटा गढमा। ऊ पनि अनि उसको दुईवटा छोराछोरी हुन्छ, ऊ भर्खरै 22-23 वर्षको हुन्छ। अनि मेरो चेतनाले के भनेको थियो त्यतिखेर भने होइन यो महिलाले चाहिँ छोराछोरीको लागि जीवन समर्पण गर्नुपर्छ, मेरो चेतनाले त्यो भन्यो कि। मलाई त्यो समाजले त्यही पढाएको थियो नि त। अनि मैले त्यो कथाको एन्डिङमा के गरेँ भने एउटा पुरुष आउँछ उसको जीवनमा जसले उसलाई असाध्यै मन पराउँछ, दुईवटा बच्चासहितै स्वीकार्छु पनि भन्छ मेरो कथाको पात्रले। तर मैले असलमा त्यो महिलाले के गर्थे थाहा छैन। म लेखक भएर म हाबी भएर के गरेँ भने मैले त्यो पात्रलाई चाहिँ पलायन गरिदिएँ, त्यहाँबाट भगाइदिएँ र उसले छोडेर भागिदिन्छ। मलाई नखोज, प्रेम छ मेरो पनि तिमीसँग प्रेम छ, म प्रेम राख्नेछु तिमीलाई पनि, तर हामी एक हुन सक्दैनौँ, मेरो छोराछोरीको भविष्य मेरो हातमा छ भनेर ऊ कोठा छोडेर हिँडिदिन्छ र नखोज्नु आजदेखि भनेर प्रमिस गर्नु। अनि मैले लामो समयपछि अब मैले बिस्तारै थाहा पाउँदै गएँ नि त समाजको सामाजिक संरचनाले पो मलाई त्यसरी बनाइदिएको रहेछ त। म लेखक भन्दैमा सबै 100% चेतनशील त हुँदैन नि त, बिस्तारै समयक्रमसँग आउने। अनि अहिले आएर यो आयाम कथा जुन कक्षा 10 मा राखेको छ नेपाल बाठ्यक्रममा, मैले त्यो कथामा चाहिँ के गरेछु भने यो एम्बुनेरमै छ। अब एकल महिलाको पनि आफ्नो वैयक्तिक स्वतन्त्रताको निर्णय अधिकारको कुरा आउँदो रहेछ भन्ने भएपछि मैले यसमा चाहिँ फेरि प्रेम गरेको र ऊ दोस्रो विवाहको लागि तयार भएको एउटा पृष्ठभूमिमा गएर अन्त्य गरेछु। यो चाहिँ लामो प्रोसेस, लगभग मलाई यति थाहा पाउन अथवा यो चेतना निर्माण हुन मलाई 10 वर्ष लाग्यो। त्यही भएर मैले यो पृष्ठभूमिमा अरूलाई नै यस्तो हुन्छ कि मलाई मात्र यस्तो भयो कि भन्ने चाहिँ त्यो चासो राखेको दाइ होइन। एकदम हुन्छ हजुर। अनि अर्को कुरा चाहिँ यो हामीले पात्रहरू
छनौट गर्दाखेरि अब यसमा तपाईँले नायुमा भन्ने जुन पात्रलाई मुख्य नायक बनाउनु भयो नि यसको, अनि यो नायुमालाई नै किन बनाउनु भयो, मङ्गलीलाई किन बनाउनु भएन होइन भन्ने केही सर्टेन केही त होला नि त्यसको पनि आधारहरू होइन। मङ्गली अब यता उसको बर्दियाको जसको त्यहाँ मृत्यु पनि भएको छ होइन, अब त्यहाँ पृष्ठभूमि हेर्दाखेरि हत्या भएको आशंका छ भने किन त्यो बर्दियाको त्यो मङ्गली नभइकन नायुमालाई नै तपाईँले किन बनाउनु भयो, तपाईँको राई गाउँबाटै किन त्यो पात्र ल्याउनु भयो भन्ने पनि पाठकको एङ्गलबाट मैले अहिले तपाईँलाई सोद्धाखेरि चाहिँ एकदम यो जस्तो अब दुईवटा कुरा, एउटा त म आफूलाई सजिलोको लागि पनि भयो, अब सजिलो बाटो त खोज्नु पर्यो जुक्ति, किनभने अब म बढी मुखर हुन सक्ने त मेरै कुराहरूबाट हो नि। मैले अब मलाई धेरै रिस्क हुन्थ्यो, मैले मङ्गलीबाट गएको भए मैले त्यो थारू संस्कृति बुझ्नु पर्थ्यो, उनीहरूको एस्थेटिकल भ्यालुजहरू बुझ्नु पर्थ्यो, धेरै दुःख गर्नु पर्थ्यो, बढी दुःख गर्नु पर्थ्यो। अब मलाई अलिक इजी सजिलो कहाँबाट हुन्थ्यो, मेरै आफ्नै जो अब म जहाँबाट बाँचेर आएको छु त्यसले एउटा लेखकले सजिलो बाटो खोजेको हो एउटा हजुरको अनि तर अब त्यसको पनि अरू कारणहरू पनि अब हुने भइहाल्यो। यो अब खास गरी यो लगभग यो अहिले हामीले यसभित्रको त कुरा गरिरहेको त्यो कमलरी प्रथासँग पनि जोडिन्छ, अरूको घरमा काम गर्न बस्नेहरूसँगको कुरामा चाहिँ अब यो अब हाम्रो यो एउटा सामान्य चाहिँ के छ त भन्दाखेरि कमैया कमलरी भन्न साथ चाहिँ अब मधेसको अथवा सुदूरपश्चिमको थारू धिमालको चाहिँ मेचेहरू चाहिँ बढी बस्ने भन्ने छ, मुभमेन्ट पनि त्यसरी नै भएको नेपालमा बढी त्यो छ। तर मैले यसबाट भन्न खोजेको चाहिँ त्यो समुदायगत मात्रै छैन है, यो चाहिँ जस्तो अरूमा पनि छ। जस्तो मेरै गाउँ हाम्रोतिर जाँदाखेरि त्यो क्षेत्रीय बाहुनीहरू पनि अब धनी राईहरूकोमा बसेका छन् नि त काम गर्नु, यस्तो छ भनेको वर्गीय हिसाबले सामन्ती प्रथा त एउटै समुदायभित्र एउटै कास्टभित्र पनि छ है छ भन्ने थियो र त्यो हुन्छ। र यो जुन त्यो यो कमलरी जो प्रथा छ अथवा अर्काको घरमा काम गर्नु बस्ने कुरा, यो चाहिँ एउटा स्पेसिफिक भएर त एउटा समुदायगत मात्रै हुँदैन भन्ने कुरा एउटा म्यासेज पनि दिन्छ यसले। अनि अब त्यस्तो मैले देखेकै छु यो किताबमा नि तपाईँले भन्नुभएको जस्तो ऊ त आएर राईकै घरमा काम गर्न बस्यो नि त होइन, गाउँबाट उसलाई पढाउँछु भन्ने सर्ट सही लिएर आयो, तर ऊ त घरेलु कामदारकै रूपमा ल्याएको। अब जातिगत र समुदायगत हिसाबले त हामीले त सिम्प्याथी राख्नु पर्थ्यो, उसलाई त काम नलगाएर छोरी जस्तै पाल्नु पर्थ्यो, तर त्यो त होइन, उसको श्रम त त्यहाँ दोहन त भइरहेकै छ। त्यो हिसाबले त्यो एङ्गलबाट हेर्नु भने त्यो पाठ चाहिँ यसमा मसिनो तपाईँले अननोनली देखाउनु भएको चाहिँ छ त्यस्तो लाग्यो मलाई चाहिँ। अनि अर्को चाहिँ हजुरको त्यो अब त्यो अलिक बोल्ड अब उसको एउटा जर्नी हजुरलाई त अब पढिसक्नुभयो तपाईँले अब त्यो। अनि मैले अर्को चाहिँ जस्तो अब मङ्गली थारू कम्युनिटीको अलिकति त्यो अलिक बढी विद्रोही अलिकति त्यो जुन चेतनाको मैले नायिकाको परिकल्पना गरेको छु नि त। अनि त्यसको चाहिँ अरू पनि कारण अब भनौँ न, जस्तो त्यसको दुईवटा नायुमा कुराहरू छ अब त्यो अलिकति, अनि त्यो इन्टेन्सनली पनि मैले नायुमालाई नै र सबभन्दा महत्त्वपूर्ण कुरा त मलाई व्यक्त गर्न सजिलो बनाउनुको लागि मेरो समुदायको चरित्र पक्रेर आएको हो। यो चाहिँ मैले किन प्रश्न गरेको भन्दाखेरि अझ कुतूहलता व्यक्त गरेको भन्दाखेरि मलाई पनि आफ्नो कम्फोर्ट जोनभन्दा बाहिर आइजु न होइन, कति तामाङको मात्रै कथा लेख्छस् होइन, किन त्यो महिलाको मात्रै कथा लेख्छस्, अनि किन त्यो जङ्गल छेउकै बस्तीको बारेमा मात्रै लेख्छस् भनेर भन्छन्। अब उहाँहरूलाई मैले कसरी बुझाउने होला कि म जहाँ हुर्केँ बढेँ, जहाँको संस्कृति मैले ग्रहण गरेँ, जहाँको स्वाद मैले चाखेँ,
त्यो बाहेक मैले भन्न खोजेँ भने त दुर्घटित हुन्छ होला नि त, बढी रिस्क बढी हुन्छ रिस्क नि, रिस्क भयो बढी नि हुन्छ। त। र मैले अनुभूति जे गरेको छु त्यो व्यक्त गर्न पो मलाई हो त नि। आनन्द अथवा अनि त्यो विश्वसनीय पनि त हुन्छ नि हजुर, हो, विश्वसनीय। जस्तो अब के अरे यो कसले लेख्यो त होइन, याम्बु नेरको कथाहरू जो कसले लेख्यो भन्दाखेरि हेर्दा ए थिङ तामाङ अनि विश्वसनीय हुन्छ नि त। बिना पौडेल भनेर लेख्यो भने त्यो कम विश्वसनीय हुन्छ क्या त्यो, किनभने त्यो कुरा पनि हो नि त। अनि हामीले लेख्ने भनेको हाम्रै कुरा हाम्रै ठाउँबाट लेख्ने हो क्या, त्यो नै हामी बलियो लेख्न सक्छौँ भन्ने लाग्छ मलाई। हामीसँग पनि हाम्रो कथाहरू छ होइन, हाम्रो दर्शनहरू छ, हाम्रो इतिहास छ। भलै हाम्रो त्यो बेलामा अब राज्यको चरित्रको कारणले हाम्रो लिखित इतिहास भएन, तर मौखिक परम्परामा हाम्रो ताम्मा दर्शनले धेरै ठुलो प्रकृतिको व्याख्या गरिरहेको छ कि। अब तपाईँले नि यो किताबमा कस्तो राम्रोसँग त्यो अगाडिको म चाहिँ यसलाई त्यो अगाडिको च्याप्टर चाहिँ जुन स्वैर काल्पनिक छ नि तपाईँको त्यो प्राक्कथन भन्छु कि त्यसलाई चाहिँ मैले मेरो आफ्नो भाषामा चाहिँ मैले यहाँ भन्नु त भएको छैन, तर मैले प्राक्कथन त्यसपछि मात्र 1-2 श्रृङ्खला गएको छ नि तपाईँको। अनि तर लास्टमा गएर उपसंहार छ नि, त्यो प्राक्कथनले जुन कथा भनिरहेछ नि त्यो कथा मात्रै भनिरहेछ नि कि तपाईँको उद्गम राईहरूको एउटा इतिहासको उद्गम कहाँबाट भयो भन्ने कुरालाई अहिले कथाको माध्यमबाट भनिरहेको छ। अनि त्यो चाहिँ साह्रै मिठोसँग आएको छ र हामीले भन्ने आफ्नै कथा, हाम्रो पनि उपस्थिति छ, हामीसँग नि कथा छ, सभ्यता छ भनेर भन्ने नै त हो एउटा लेखकको धर्म। त्यही होला, त्यही भएर श्रमण मुकारुङ मात्रै भएर पनि नपुगेको, बिनाथिङ मात्रै नभएर नपुगेको नि त। अरू अरू राइटरहरूमा पनि आइरहेको कारण त त्यही त होला नि। मलाई चाहिँ त्यस्तो लाग्छ। अब भन्नेले भन्दै गर्छन् त्यस्तो लाग्छ। अनि जस्तो यो किताब चाहिँ मैले तपाईँको मैले नै रिक्वेस्ट गरेर होइन भेट गरेर मैले यो नयाँ वर्षको मेरो यो सुरुवातको लागि मैले लिएको। र मेरो चाहिँ यो अगाडि नै तपाईँको यो किताब आउँदैछ भन्ने भएपछि त्यो नेपालीमा जाँदाखेरि यो चाहिँ किताब छापेर आयो कि आएन प्रिन्ट भएर भन्ने कुरा नि सोधेको थिएँ। आएको छैन भनेपछि अनि म फर्केको थिएँ। त्यति हतार थियो। भन्न खोजेको मैले तपाईँको कविता गीतहरूबाट मात्रै म प्रभावित भइरहेको थिएँ। आख्यान मैले अगाडिको नपढेको भएर कस्तो लेख्नु होला, एउटा लेखकलाई फेरि अलिअलि ईर्ष्या पनि हुँदो रहेछ। यो चाहिँ म स्वीकार्छु होइन, कस्तो लेख्नुभयो होला त, ओहो होइन कुन शैली पछ्याउनु भयो होला त भन्ने लाग्यो। अनि पात्रलाई कसरी जीवन्तता दिनुभयो होला होइन, अनि त्यो पात्रको छनौट कसरी गर्नुभयो र त्यो उसले के बोलिरहेछ भन्ने कुरा दाइको वैचारिकी त यो पात्रहरूको संवादले दिने हो नि त। त्यही भएर अनि मलाई त्यो हतार चाहिँ भएको। अनि पढेँ मैले होइन, अनि यहाँ मैले थुप्रै ठाउँमा यस्तो अब कोट पनि गरेको छु होइन। अनि तपाईँको त्यो महिलालाई हेर्ने एउटा जनजाति समुदायको, आदिवासी जनजाति समुदायको महिलालाई हेर्ने एउटा दृष्टिकोणलाई चाहिँ कस्तो मिठोसँग भन्नुभएको छ भने, अब जब त्यो माइली साइलासँग गयो नि भागेर, त्यसपछि त यसको क्यारेक्टरको त्यो माइलीको बुवाले भन्छ कि दुःख पाए फर्केर आउँछे, सुख पाए गरी खान्छे, बोट बिरुवा पशुपक्षी जस्तो होइन मान्छे, फरीको बार्नु दाम्लोले बाँध्नु पिजडामा थुन्नु मिल्दैन भनेको छ कि होइन। अब त्यो एउटा बुझाकी भाउ अथवा त्यो एउटा सांस्कृतिक रूपले पनि अलिकति खुलापन भएको समुदायको भएर यतिको उसले स्वीकार्न सक्यो यो पात्रले होइन भन्ने लाग्यो मलाई चाहिँ। अनि एउटा चाहिँ यहाँ तपाईँको एउटा यहाँ छ होइन, मलाई त्यो चाहिँ सोध्नु। त्योभन्दा अगाडि मलाई जस्तो हामीले पात्रहरूको कुरा गर्दाखेरि एउटा परिकल्पना गर्दै गरिरहेको हुन्छ, अनि अन्तिममा चाहिँ होइन म त यसलाई यस्तो बनाइन्छु भनेर बनाउँछौँ भने जस्तो टोल्स्टोयले हाम्रो के अरे अन्ना करिनाना लेख्दाखेरि हामीले जुन भर्सनमा अहिले पढिरहेछौँ अन्ना करिनाना, उहाँकै आफ्नै त्यो अटोबायोग्राफी जस्तो त्यो आफ्नो लेखनमा जुन भन्नुभएको छ, त्यसमा चाहिँ त्यो कथामा चाहिँ अन्ना करिनानालाई चाहिँ भिलेन पात्र बनाएर लेख्नुभएको रहेछ। किनभने त्यो समाज, त्यतिखेरको समाजले त्यो दोस्रो अब परपुरुषसँगको सम्बन्ध राख्छ भने त्यो चाहिँ चरित्रहीन महिला हो भनेर त्यो समाजले भन्थ्यो, र त्यस कारणले त्यो लेखकले पनि त्यसरी नै चित्रित गरेर लेख्यो। केही हदसम्म गर्ने कतिपय कुराहरूमा चाहिँ धेरै बढी हामी त्यो के भन्छ
ओभर कन्सियस भयौँ बढी गम्भीर भयौँ अथवा ओभर कन्सियस भयौँ होइन अनि त्यो प्रति यो चाहिँ सचेत भयौँ धेरै नै, हजुर बढी सचेत भएर यो चाहिँ अलिक भोलि गाली पो खाइने हो कि यस्तो पो हुने हो कि भन्ने त्यो लाग्यौँ भने त्यो चाहिँ नि अब त्यो तत्काल समयको लागि त त्यो ठिकै होला तर दुरान्तरमा किन कृति भनेको त यो त 100 वर्षपछि पनि हामीले सोचेर लेख्नु पर्यो 100 वर्षपछि कसरी हेर्छ त अहिले हामीले लेखेको लेखनलाई अघि जुन तपाईँले उठाउनु पनि भयो को कुरा टोल्स्टयको कुरा उठाउनु भयो होइन त्यस्तै चाहिँ जस्तो के हुन्छ भन्दाखेरि अनि मैले यसमा चाहिँ नि अब तैपनि अलिअलि चाहिँ नि अब म त एउटा पुरुष लेखक हुँ मैले चाहिँ मूल कथा मूल प्रवाहमा चाहिँ एउटा नारीको कथा लेखेर जाँदैछु भोलि मैले ठिक ढङ्गले लेखिनँ कतै मैले चाहिँ नि गलत गरेँ भनेदेखि त मैले त ठुलो पाउँछु भन्ने त्यो एउटा सचेतना त अलरेडी भइहाल्दो रहेछ तरै पनि मैले कतिपय कुराहरूमा चाहिँ छोडिदिएँ यो किन अब भन्दाखेरि अब त्यो एउटा राइटिङ भनेको चाहिँ एउटा ओभरफ्लो भएर आउने चिजै हो बहकिँदै जाँदा पात्रसँग बहकिँदै जाँदा आफै उसँग निसासिँदै उकुस मुकुस हुँदै उठ्दै रुँदै हाँस्दै लेख्दै जाँदाखेरि जे आउला त भन्ने हिसाबले नै मैले चाहिँ अलिकति खुल्ला रूपले छोडेको छु अनि मैले चाहिँ नि त्यो आलोचनाहरू केही त्यस्तो भयो भने त्यो म भोग्न तयार छु भन्ने टाइपको त्यही त अब कतिपयले चाहिँ अब त्यो चाहिँ कस्तो हो यो चाहिँ तपाईँलाई नै तपाईँबाट चाहिँ उत्तर आउँछ कि होइन कस्तो हुन्छ नि कहिलेकाहीँ चाहिँ महिलाको अनुभूति लेख्दाखेरि अब जस्तो म गर्भवती हुँदाखेरि मेरो शरीरले जुन अनुभूतिहरू लिएको हुन्छ नि त्यो त एउटा पुरुषले त पक्कै लिएको हुँदैन होइन त्यसलाई त्यस्तै खालको अनुभूति नै लिएको जस्तो फिल गर्न चाहिँ पुरुषले कसरी सक्छ होला भन्ने पनि प्रश्न चाहिँ आउँदो रहेछ फेरि हजुर आउँछ हजुर त्यसमा चाहिँ मेरो त्यो एउटा सचेततापूर्वक उत्तर दिने उत्तर त त्यो नहुँदो रहेछ किनभने अब त्यो खालि अब एउटा लेखियो अब त्यो एउटा खालि यति मात्रै एउटा त्यो डिसिप्लिन हामी त्यो भित्र हुँदो रहेछ कि म अहिले चाहिँ नारी भएर भन्दैछु लेख्दैछु भन्ने मात्रै हुँदो रहेछ यो पनि एउटा खतरा हो नि त तपाईँले जुन एङ्गलबाट लेख्नुभयो जुन महिला पात्रलाई तपाईँले हिरो बनाएर लेख्नुभयो नायक बनाउनु भयो त्यो त तपाईँले एकदम ठुलो त्यो चुनौती जस्तो तरबार यहाँ लड्किरहेको तरबार जस्तो होइन कतिखेर झर्छ थाहा छैन नि त अरू चाहिँ बिना के हो भने त्यो पहिले मलाई अलिक सजिलो भएको चाहिँ पहिले त्यो गीतहरू पनि लेखेँ मैले हजुर जस्तो सुरुमा म 22-23 वर्षको उमेरमा लेखेँ मैले माथि माथि सैलुङ्गेमा तिमी तारे भिर भन्नेहरू त्यो पनि नारीकै भएर नारी भएरै त्यो अभिव्यक्त गरेको अनि धेरै कविताहरू पनि छ मेरो हजुर अरू गीतहरू पनि छ अनि अब त्यो चिजहरूले पनि मलाई त्यो अभ्यासले पनि यसलाई मलाई यो लेख्नलाई अलिकति सघाउ पुर्यायो होला किन अभ्यासको एउटा श्रृङ्खला त हो नि अनि त्यो चिजहरूले पनि मलाई म भित्रको लेखकलाई सजिलो बनाइदियो होला त्यो नारी भएर व्यक्त हुनुको लागि कि त्यस्तो पनि हुन्छ कि एउटा लेखक अथवा नजिकबाट धेरै समय लामो समय नजिकबाट त्यो अवलोकन त्यो अनुभूतिको जन्य कुराहरू अथवा त्यो पात्रहरूसँग तपाईँ संसर्गले जस्तो अहिले त प्रेग्नेन्सीमा पनि अब त्यो डेलिभरीको समयमा पनि श्रीमानहरूलाई पनि त्यो प्रसुतिमा चाहिँ सँगै राख्ने र त्यो महिलाले कति वेदना कति पीडा खेप्छ भन्ने कुरा उसले ठ्याक्कै अनुभूत नगरे पनि कम्तीमा नि उसको हात समातेर बस्दाखेरिको त्यो स्पर्शबाट उसले अनुभूत गर्न सक्छ भन्ने त्यो अहिले आएको छ नयाँ ट्रेन्डमा होइन अनि त्यो खालको पनि हुनसक्छ जस्तो मलाई चाहिँ के लाग्छ नि मैले थारूको कथा लेख्नै सक्दिनँ भन्ने चाहिँ होइन तर मैले थारू बस्तीमा थारूहरूसँगको संसर्ग सान्निध्य वर्षौँसम्मको उनीहरूको संस्कृतिसँगको मेरो घुलमिल जस्तो मेरो यो अहिले हामी जुन सेटिङमा बसिरहेको यो बुढानीकुण्ड तौलुङ भन्छ होइन अनि यो चाहिँ शिवपुरीको ठ्याक्कै छ भनौँ न जरामा छ हजुर शिवपुरी डाँडाको फेदमा छ
र यो बस्तीमा चाहिँ केही दलित परिवारहरू पनि हुनुहुन्छ। या अनि उहाँहरूले म चाहिँ मेरो मातृभाषा चाहिँ मैले पछि मात्रै मातृभाषा सिकेँ, तामाङ भाषा। म हेटौँडामा हुर्केको भएर मैले पहिला खस भाषामै लेखपढ सिकेँ। अनि त्यसपछि यहाँ आएपछि यहाँ त सबैजना तामाङ बोल्दो रहेछ। कतिसम्म भने दलित समुदायका हरेक व्यक्तिले तामाङ भाषामा यस्तो मिठोसँग संवाद गर्नुहुन्छ है यो एरियामा। अनि म छक्क परेँ। अनि उहाँहरूले त गरेर कसरी सक्नुभयो होला नि? अब उहाँहरूले त रात दिनै त्यो तामाङहरूसँगको संसर्ग छ नि त होइन। जाँड खाने बटुका पनि सँगसँगै राखेर गफ भइरहेछ, दाउरा घाँस सँगसँगै भइरहेछ भनेपछि त्यो त वर्षौँदेखिको जन्मेदेखिको त्यो संसर्गले त सानिध्यले त त्यो संस्कृतिहरू त आदान प्रदान हुँदो रहेछ त। असाध्यै ठुलो। त्यही भएर तपाईँले त्यो अघिको बढ्दै आएको कथा ल्याउन त सक्नुहुन्छ, तर त्यसको लागि तपाईँले लामो समय चाहिँ अध्ययन गहिरो चाहिन्छ हो। तपाईँले र मैले भनौँ न हामीले एक त हाम्रो लागि के भन्ने कुरामा हामी प्रष्ट भयौँ र हाम्रै कुरा भन्न बाँकी छ, त्यस कारण हामी भन्छौँ भनेर हाम्रै कुरा लेखेका हौँ। नत्र त हामीले पनि नसक्ने चाहिँ होइन। नसक्ने होइन, हामीले अरू पनि लेखेका छौँ, लेख्दैछौँ, तर अब हाम्रो धेरै चाहिँ त हाम्रै कुरा आउँछ नि। अघि भन्नुहोस् त अथेन्टिक पनि भयो। जस्तो कसैले तपाईँको 3 चुलाको कुरा गर्यो भने मैले त तपाईँले लेख्नुभएको पढेको मात्रै छु। ठ्याक्कै 3 चुला गर्ने बेलाको त्यो अभ्यासको बेलामा त्यो वरिपरिको परिस्थिति को आउनुहुन्छ, को बस्नुहुन्छ मैले त देखेको छुइनँ। अनि म त त्यो मैले लेखेँ भने त लेख्छु 3 चुला भयो होइन, अब आजदेखि भनेर यताउति गरिन्छ, तर त्यो अथेन्टिक त भएन। तपाईँले लेख्दा त यसमा पनि त्यो खालको अलिक बढी मुखर हुन्छ कि भन्ने कुरा हो है। हामीले आफैले भोगेको लेखेको हाम्रै जीवनसँग हामीले जो अनुभवबाट हाम्रो कुराहरू लेख्नलाई अलिक बढी मुखर हुन सकिने भन्ने कुरा हो, सजिलो लाग्ने। तर अब कति लेख्न सक्यो त्यो अलग कुरा भयो। तर अब आफ्नो कुरा लेख्न त सबलाई सजिलो हुन्छ त्यो। अनि तर अब त्यो अर्को कुरा पनि हो, अब हामीले अरूको कुरा पनि लेख्न सक्नुपर्छ। एउटा राम्रो लेखकले त लेख्न सक्नु पर्यो। अब त्यो पनि हामीले नलेखेकै त होइन नि त, तपाईँले लेखिरहनै भएको छ। तर मैले पनि लेखिराखेकै छु, तर अलिक थोरै त त्यो स्वाभाविक कुरा, त्यो प्राकृतिक कुरा हो। थोरै अरूको कुरा हुन्छ, धेरै हामीले हाम्रो कुरा हुन्छ। अब हामी कतै गयौँ भने त बाहिर गयौँ भने फेरि गएर आएर त लेख्छौँ त। हामी युरोप घुम्न गयौँ भने युरोपको बारे लेखिहाल्छौँ त। त्यस कारण के हो त भन्दाखेरि अब लेखकलाई चाहिँ सजिलो लाग्नु पर्यो। मैले आफूलाई म कुन विषयमा बढी मुखर हुन सक्छु, कसरी लेख्दा मैले आफ्ना कुरा भन्न सक्छु भन्ने उसले विश्वास आर्जन गरेपछि जुनसुकै विषयमा पनि लेख्न राम्रो लेख्न सकिहाल्छ। विशेषताको कुरा गर्दाखेरि जस्तो एउटा उदाहरणमा चाहिँ मैले के भन्न लाग्यो भने, जस्तो एउटा सहर केन्द्रित, सहरमै हुर्केको बढेको पढेको विश्वविद्यालय गएको एउटा लेखकले एउटा गाउँमा त्यो बिजुली बत्तीको अभावमा एउटा टर्चमा राख्ने ब्याट्री जोगाउनलाई के गर्थ्यो होला होइन? तपाईँले यसमा लेख्नुभएको छ नि त। अब त्यो ब्याट्री चाहिँ त्यो खपत त्यो सुल्टो पारेर राख्यो भनेदेखि नबाल्दा पनि त्यो ब्याट्री सकिन्छ समयपछि। त्यो त अभ्यास त्यो त हाम्रो बाबाजेले गरेको देख्दा हामीले गरेर त्यो सकिँदो रहेछ भनेर पुष्टि भएपछि नै हामीले उल्टो पारेर राखेको। अनि त्यसलाई फेरि सुल्टो पार्यौँ, बाल्ने बेला सुल्टो पार्छौँ, फेरि काम सकेपछि उल्टो पार्ने यहाँ लेख्नुभएको छ। अनि त्यो सहर केन्द्रित, सहरमा हुर्केको मान्छेले त कहिले त्यो अनुभवै गरेको छैन, पढेकै छैन भने यस्ता सानो सानो कुराहरूले पनि त्यो लेखनलाई चाहिँ विश्वसनीय बनाउने काम चाहिँ गर्दो रहेछ। अब विश्वास भन्ने कुरा चाहिँ ठुलो पर्दामा हेर्ने होइन, मसिनो त्यसमा चाहिँ यस्तो काम भएको छ क्या यसमा पनि मैले त देखेछु। अनि अब हामीसँग कति समय होला र होइन, तर एउटा चाहिँ के छ भने दाइ, तपाईँलाई चाहिँ किताब लेखिसकेपछि त्यो किताबमा भएका व्यक्त भएका कुनै पात्रद्वारा बोलिएका कुराहरू त लेखकले बोलाएको हुन्छ धेरै जस्तो चाहिँ। कतिपय चाहिँ त्यो ठ्याक्कै त्यो माटोसँगै जोडेर आउने पनि हुन्छ, तर त्यो कुरा पनि कति सतर्कता साथ त्यो लेखकले लिने होला नि त। अनि मलाई चाहिँ यो अगाडिकै त्यो प्राक्कथनमै तपाईँले त्यो सल्लाहले चाहिँ मलाई मुक्ति देऊ म अर्को जुनी लिन्छु भन्दाखेरि लेखकले त बचाउने हो, समालोचकले मार्ने हो भनेपछि मलाई चाहिँ यति ठुलो व्यङ्ग्य लाग्यो कि होइन। अनि तपाईँले आँट चाहिँ कसरी गर्नुभयो क्या? मलाई कसले पनि सोध्यो के हो त तपाईँको चाहिँ पूर्वाग्रह साँच्चैकै समालोचकसँग रिसै उठेको थियो
अब त्यस्तो त होइन मैले अब समालोचकहरूलाई त सम्मान गर्नुपर्छ नि हामीले किनभने उहाँहरूले त झन् त्यो रचना चिजलाई ठिक ढङ्गले पर्गिल्ने एउटा मेथोडोलोजीबाट हेर्ने एउटा त्यो प्राज्ञिक एउटा दृष्टिबाट हेर्ने चिज उहाँहरूलाई त सम्मान नमान्ने त कुरै भएन, मान्नै पर्यो। अब उहाँहरूलाई हामी मान्छौँ नि, तर यसमा चाहिँ अलिकति मैले त्यो यसो रमाइलो पनि गर्नु खोजेँ हो। अर्को कुरा चाहिँ म एउटा चाहिँ नि एकजना, अब मैले नाम त लिनु मिल्दैन, एकजना मैले त्यो जीवनमा कहीँ न कहीँ त्यो केही चिजहरूले क्लिक गरेर यस्तो चिजहरू आउने हो नि। एउटा कार्यक्रममा चाहिँ थियौँ हामी, के अरे म पनि वक्ता थिएँ, हाम्रो आहुति मेरो साथी नै हो पहिलेदेखि, उहाँ ऊ पनि वक्ता थियो, ऊ अलिक खरो वक्ता एकदमै। अनि एउटा साथीकै त्यो कविता सङ्ग्रहमाथि थियो। अब मैले त शुभकामना छ भने अब हाम्रो त्यो आहुतिजीले चाहिँ अब ड्याङ्की ड्याङ दिनुभयो, तेरो यो भएन त्यो भएन यताउति भएन। त्यो कविले अहिले कविता लेख्नु छ, उसको त्यो सुरुको एउटा साधारण एउटा भर्खर त थियो, प्रारम्भिक एउटा यात्रा थियो, उसले त्यो बाटै छोडिदियो क्या। त्यसो भए त्यसलाई समालोचना भन्न मिल्दैन होला। अब त्यो पनि समालोचनै होइन, त्यो अलिकति समालोचना जहिले पनि ब्यालेन्समा हुन्छ। त्यो चिजले मलाई एकदम क्लिक गरेर पनि मैले त्यो काहीँ न काहीँ त्यो घटना घटेको हुन्छ हामीसँग जीवनमा, काहीँ न काहीँ छोइएको हुन्छ क्या त्यो लागेर। अनि मैले तर यसमा चाहिँ त्यो मैले एउटा ठट्टा गरे हो, खास गरी अरू केही होइन। अब समालोचकलाई नमान्ने भन्ने कुरै हुँदैन। अब यहाँ पत्रकारहरूलाई अलिक पनि पत्रकारहरूले पनि सोधेको थिए, पत्रकारहरूमाथि पनि अब यो जसलाई सम्मान गरिन्छ, जसलाई मानिन्छ उसैलाई त व्यङ्ग्य गर्ने हो। भनिन्छ लेखकसँग सङ्गत गर्नु हुँदैन यिनीहरूको सानो, हाम्रो कुन दिन कथा लेखिदिन्छ यिनीहरूले भने डराउँछन् नि त। हजुर हजुर, त्यसो भन्छन् मलाई पनि, तपाईँलाई पनि त्यो भने त्यसलाई। हजुर हजुर। अनि दाइ यो जस्तो लेखक हुनु भनेको, स्रष्टा हुनु भनेको त भविष्य द्रष्टा पनि होला होइन। अनि तपाईँले त्यो, मैले चाहिँ यो अर्थमा भनिरहेको छु, द्रष्टा तपाईँले यो नयाँ सरकार आउनुभन्दा अगाडि नै रिलिज भएको। हजुर हजुर हो नि त यो। हजुर, अथवा रिलिजको समय उस्तै पऱ्यो नि, यो कथा लेख्नुभएको तपाईँले 2 वर्ष अगाडि 3.5 वर्ष अगाडि सुरु गर्नुभयो। अनि अचम्म चाहिँ के लाग्यो भने तपाईँले यो अहिले ठ्याक्क सरकारले जुन सुकुम्बासी मनोराको टहरा बस्ती जुन भत्काउँदै बिचल्ली पारे एउटा सुकुम्बासीको अहिले जुन होइन भन्नेले हुकुमबासी भन्दा के भन्दा तर त्यहाँ त ओरिजिनल सुकुम्बासी पनि त छन् नि त। भनिन्छ एउटा निर्दोष मान्छे 100औं अपराधी छुटोस् तर निर्दोष मान्छे चाहिँ नफसोस् भन्ने हुन्छ नि त। भन्दाखेरि सुकुम्बासीको कथा पनि त्यस्तै होला। त्यो एउटा स्तनपान गराउँदै गरेको एउटा गर्भवती सुकुम्बासीको अहिले जुन बिचल्ली हामीले देख्यौँ। तपाईँले यो कथा त्यतिखेर कसरी त्यो अन्दाज अथवा त्यो तपाईँको भनौँ न एउटा पूर्व अनुमान कसरी मिल्न गयो कि यो त्यो? हजुर, मैले चाहिँ त्यो अब त्यो त अलिकति के भन्छ त्यो खालि त्यो परिकल्पना नै के भन्छ त एउटा स्वयर कल्पना जस्तै गरेर नै मैले त्यो लेख्न चाहिँ लेख्या हो। त्यो संयोगले त्यो चाहिँ मिल्न चाहिँ मिल्यो हजुरको। अब मलाई स्रष्टालाई द्रष्टा भनेको होला जस्तो लाग्छ कि एउटा कुरा चाहिँ अब जस्तो त्यो सुकुम्बासीको समस्या र हाम्रो नेपाल सरकारको समस्याको बारेमा त पहिलेदेखि नै अलिअलि आगल ठेकल त नदी किनारमा कहिले उठाउँछु भनेको कहिले के गरेको अलिअलि त पहिले भइराखेकै थियो। तर अब अहिले चाहिँ संयोग चाहिँ ठ्याक्कै त्यो म आफै छक्क पाएँ। पछि हाम्रो नारायणजीले पनि लेख्नुभयो, के अरे नारायण वाग्लेले पनि लेख्नुभयो, के अरे होइन संयोग मात्रैको कुरा होइन नि दाइ। सुकुम्बासी बस्ती उठाउनु विस्थापित गर्नु भनेको त हर कोही लेखकले कुनै दिन हुन्छ नै भन्ने भएपछि लेख्ला। तर तपाईँले जुन एङ्गलबाट त्यो सुकुम्बासी बस्ती टोटल्ली त्यहाँबाट रिमुभ गरेको छ र उनीहरूले पाएको दुःखको आँखाबाट यो हेर्नुभएको छ नि, त्यो त अहिलेको सरकारलाई सपोर्ट गर्नेले भन्यो भनेदेखि त्यो राम्रो भयो भनिरहेको छ होइन। अलिकति सरकारको विपक्षमा उभिन्छु भन्ने अथवा जसले चाहिँ अलि राम्रोसँग विश्लेषण गर्छु भन्ने लाग्छ उसले भन्दाखेरि चाहिँ यो गलत भयो भनिरहेको होला। तर तपाईँको आँखाले हेर्दाखेरि त त्यो यहाँ जति पनि सिनहरू आउँछ होइन, परिवेशहरू आउँछ त्यसमा त सुकुम्बासीले दुःख पाए
हजुर यो चाहिँ भनेर अनि त्यो राज्यको चरित्र चाहिँ यसमा ठ्याक्कै बोलेको छ क्या तपाईँले हजुर, त्यसमा हजुर। कथा कसको भन्दैछ र कसले भन्दैछ हजुर भन्ने कुरा चाहिँ फरक पर्दो रहेछ भन्ने कुरा चाहिँ मलाई लागिरहन्छ ज्यू यस्तै हो दाइ अब यो हजुर आज अब हामी दाजुबहिनी हजुर भेट यो एउटा अवसर भयो भेट्न पायौँ खास गरी अब तपाईँकै एरियामा यो भूमिमा यो नागार्जुन के अरे शिवपुरी यहाँ चाहिँ म यो बिचमा कुनै समय गएर मैले अब अरू त भन्नु मिल्दैन बनेल खाएको छु माथिसम्म पनि गएको छु अनि जब यो यहाँ बुनेर निस्क्यो त्यसपछि मैले यसको कथाहरू जो पढ्ने अवसर पढेँ अनि मैले त्यो मैले धेरै अगाडि हो त्यहाँ त्यो कसैसँग आएर बङ्गुर खाएको अहिले फेरि के अरे बनेल खाएको त्यो फेरि पुलिसले पक्रेर लैजाला के अरे त्यो सम्झेँ अनि यसको यो जस्तो कथाहरू यहाँको यो जमिनको यहाँको आदिवासीहरूको सहरसँगको सङ्घर्षको यहाँको राज्य सत्तासँगको सङ्घर्षको जो तपाईँले कथा लेख्नुभयो तपाईँ यहीँ जन्मिनु भएको त होइन 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 यो कसरी यो सम्भव चाहिँ कसरी भयो अब यसको पनि लामै कथा छ अब यो त्यो अघि पनि हाम्रो कुरा भएको थियो नि अनुभूतिहरू पाक्दै जाने कुराहरू काँचोबाट पाक्दै परिष्कृत हुँदै तपाईँको अध्ययन सङ्गतले हेर्ने दृष्टिकोणहरूमा जुन बदलाव ल्याउँदो रहेछ त्यसको एउटा उपज हो भन्छु म चाहिँ यसलाई किनभने म जहाँ जन्मेँ हेटौँडा भन्ने ठाउँमा हजुर त्यहाँ म जम्मा 15 वर्ष बसेँ 15 वर्ष र म अहिले जहाँ उभिरहेको छु हामी जहाँ उभिरहेछौँ यो ठाउँमा म 30 वर्ष बसिसकेँ ए यहाँ धेरै बसिसक्नु भएछ एकदमै मेन कुरा त्यसैको त्यही हो यहाँसँग तपाईँ जमिनसँग जोडिनु भएको समय नै धेरै भयो हजुर उहाँ तपाईँको के अरे माइतीमा भन्दा यहाँ घरको भूमिमा जोडिनु भएको समय नै धेरै भइसकेछ त्यही भएर यति सुन्दर कथाहरू लेख्नुभयो तपाईँलाई चाहिँ नि यो त मैले त एकदम मलाई बेस्ट कथाहरू लाग्छ यसको साध्यै राम्रो लेख्नुहुन्छ तपाईँलाई बधाई छ अब मैले भन्ने धन्यवाद है बहिनी